हेलो हेलो साथीहरू नमस्कार सन्चै हुनुहुन्छ। आज चाहिँ म नयाँ भिडियो लिएर आएको छु धेरै दिन पछाडि। आज चाहिँ परिकारहरू पाकिरहेको देख्दै हुनुहुन्छ होला। यहाँ अचार यहाँ मासु पाक्दैछ। आजको विशेष दिन चाहिँ मेरो बुहारीको ह्याप्पी बर्थडे रहेको छ र यसमा चाहिँ ममता माम अनि जोयल पनि आएको छ र हामी घरकै फ्यामिली मिलेर चाहिँ ह्याप्पी बर्थडे मनाइदिने निर्णय गरेर चाहिँ आजको दिन चाहिँ मनुषा बुहारीको चाहिँ विशेष दिन रहेको कारणले गर्दा उसको ह्याप्पी बर्थडे केक काटेर चाहिँ मनाइदिँदैछौँ। र उसको विशेष दिनमा चाहिँ म के भन्न चाहन्छु भनेदेखि चाहिँ मनुषालाई चाहिँ तिमी चाहिँ एउटा बुहारी मात्रै होइनौ, हाम्रो लागि हाम्रो साथी पनि हो, हाम्रो साथी पनि हो। अनि त्यस पछाडि हामी दिदी बहिनी जस्तो पनि एउटा असल नाता असल सम्बन्ध रहिरहोस् यसरी नै। र तिमी हरेक कुरामा खुसी हो, कहिले पनि चित्त दुखाउने र कहिले पनि नराम्रो कुराहरू नआओस् हामी बीच। र तिमी सधैँ खुसी रहौ, तिमी खुसी रहनु नै हामी खुसी रहनु हो। तिमी हाम्रो घरको लक्ष्मी हो, तिमी खुसी भयौ नै भनी हाम्रा बाउ आमा हामी खुसी हुने हो। त्यसैले जहिले पनि तिमी खुसी हो, तिमीले सोचेका कुराहरू हरेक कुराहरू पुरा होस् र तिमीले गर्न चाहेका कुराहरूमा पनि हामीले साथ सपोर्ट गर्नेछौँ भन्दै आजको तिम्रो यो ह्याप्पी बर्थडेमा चाहिँ म यो शुभकामना दिन चाहन्छु। र यसरी नै हामीले चाहिँ केक काटेर ह्याप्पी बर्थडे मनायौँ साथीहरू साधारण तरिकाले। अब आगम चाहिँ एकदम राम्रो तरिकाले गरिदिने भन्ने योजना चाहिँ छ र यो पालि त यस्तै भइगयो भनेर पनि यहाँनिर हामी छ्यामाले भनिराख्नु भएको छ। यहाँ बुहारीलाई सम्झाइराख्नु भएको छ, अर्को पालि चाहिँ तिम्रै एकदम राम्रो गर्नुपर्छ है बुहारी, अहिले चित्त नदुखाऊ भन्दै हुन्छ। र यहाँनिर मेरो छोराले उसको माइजूलाई पनि केकको टिका लाएर केक लिएर खाएर हिँडिसक्यो। त्यस पछाडि मामले लगाइदिँदै हुनुहुन्छ। मामले यहाँनिर केक खानालाई पैसा दिँदै हुनुहुन्छ। मामले नातिलाई पनि दिँदै हुनुहुन्छ, सानो नानीलाई पनि दिँदै हुनुहुन्छ। र मनुषाले चाहिँ अब बुहारीले चाहिँ केक काटेर मामलाई दिने तयारी गरिरहेको छ साथीहरू। त्यस पछाडि यहाँ ममताले पनि अब ममताको पालो, ममताले चाहिँ पुरै गिफ्ट लिएर आएको छ साथीहरू। उसले पनि बर्थडे विस गरिरहेको छ। धन्यवाद साथीहरू आजको भिडियो